दार्चुलावासीहरू एकैछिन पूर्व मन्त्री एवं प्रदेश सांसद मानबहादुर धामी सन्तोषले चुनाव पूर्व बोलेको यो भिडियो हेर्नु भएको छ? एकैछिन हेर्नुहोस् त। र समग्र दार्चुला जिल्ला एउटा खालको चाहिँ अत्यन्त विकट दुर्गम पछाडि परेको क्षेत्र विकासको दृष्टिकोणले होस् वा तपाईको चाहिँ मानव सूचाङ्कमा मान्छेहरूको आर्थिक आयस्तर वृद्धिको कुराले होस् अत्यन्त पछाडि परेको छ। यसलाई विगतमा मैले निर्वाचन लड्दाखेरि जो एउटा खालको चाहिँ परिस्थितिमा मैले पुर्याएको छु यसलाई अझ अन्तिम टुङ्गो लगाउन बाँकी छ। त्यसकारण मेरो उम्मेदवारी अहिले चाहिँ अनि उनले बोलेका कुराहरू पुरा गरे। अरू त छोडिदिनुहोस्, म एक दुईवटा कुरा भन्न चाहन्छु। गोकलेश्वर एयरपोर्टमा फालाफाल बजेटै हाल्नु भएर त्यस्तो अवस्थामा छ कि के हो? अनि एकमात्र दार्चुला जिल्लाको सडक पुग्न बाँकी रहेको पालिका अपि हिमाल गाउँपालिकामा पनि सडक पुगिसक्यो हो कि के हो?